हेलो हेलो अब चाहिँ हामी घन्ट्याङ गर्दै गाउँ प्रवेश कसैले पुगेको हो मचु ब्रेक सप यहाँ चाहिँ पुरा सर्फर आफू ब्याग बोकेर हिँड्दैछ अब चाहिँ हामी सामसेपुर छोरीकोमा खाना खानु जाँदैछौँ सबै यहाँबाट निस्केर है त हेलो आज चाहिँ हामी हिँडेको ह्याप्पी सन्डे मनाउँदै कहाँ पुगिन्छ थाहा छैन गाइजहरू एकछिन वेटिङ गरेको कि ट्रेन यसरी बसेर गेम खेल्नु थाल्यो यिनीहरू चपाको गर्छ के चपाको वेटिङ गर्ने 1 मिनट छ अब हामी कहाँ जान्छौँ थाहा छैन सामसेपुर हिँडेको हो घुम्नलाई ह्याप्पी सन्डे मनाउँ बिजी छ सबैजना बिजी मोबाइल हेर्नुमा बिजी हो माइक पाहुनाको खानालाई पुग्न आँटेको अवस्था यहाँ चाहिँ जोरी परेवा भन्दै लुगा लाएर हात समाएर अब चाहिँ यो घरको टुप्पा पुग्नुपर्छ गाइजहरू पाहुना त खाना है बफी तिमी खान्नौ यो मिठाईहरु त बिग्रिदैन क्या मिठाईहरु त बिग्रिदैन नि मम्मीहरु ल्याएर किन यो राम्रो हुन्छ न के जान्छौ मन तातो यो ग्लासको ग्लास पनि दिदी हजुर ग्लास दुईटा मात्रै निकालेको हजुर ए ल यो चाहिँ मेरो अब चाहिँ हामी मङ्की हिल पुगिसक्यौँ सुनाइदिन्छ नि त गीत हजुरले सही गीत गाएर गाना गाइदिन्छ त एउटा मेरो भ्युअर्सहरूले नि हेर्छिन्छ यो फोन पनि पर्छ भने यहीँबाट पल हानेर डन्ठा देखेपछि भागिहाल्छ नि बाँधर्ब त यस्तो दाउरा बोकेर मासु पोल्नु भागेको छौँ लुगा त्यस्तै बाल यो चाहिँ आगो फुक्नु बोकेको छोरी सकिहाल्यो नि यहाँ त लाइट छ नि चाहिँ यता पऱ्यो है गाइजहरू हेरौँ अब यहाँ दाउरा त ल्याएको छौँ
यहाँ कोही 3 पानेले मातेर झुल्टुङ भएर हिँड्दैछ ऊ भन्दै गयो खाना लैछ नि त त्यहाँ 3 पाने रक्सी चाखुम्की कान्छी बादर कुट्नु त नम्बर 1 हेर्न खानु आएको मलाई हेलो 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 गुड मर्निङ अहिले चाहिँ घाम यहाँबाट आउनु 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 आँटेको छ 5 बजे 4 बजे उठाएर आयो मान्छेले आज यहाँ 4 बजे उठाएर 5 बजे यहाँनिर साइडमा ल्याएर 7 पो बज्न आँटिरहेको होइन 6 बज्नु आँट्यो नि 6 बज्नु आँट्यो टक्कै दामी दामी Oh my god, very nice. यता के छ यता चाहिँ घाम आउन आँटेको कि डुब्न आँटेको थाहा छैन है गाइजहरु ल हेर्नु होला अघि आएर रमाइलो गरेर गइसकेछ मान्छेहरु हेलो हेलो चाहिँ बब्बाल हुँदैछ लाइट बालेर लाइट बाल्ने मान्छे चाहिँ कालो देखेछ हैन राम्रो देखेछ यो चाहिँ चिकन विङ्सको लाइन हो उता चाहिँ सुँगुर चोचेहरु पनि पकाउने छ है गाइजहरु हामी त्यो चोचे चल्दैन कि यस्तै चल्छ अनि त्यही भएर आज चाहिँ नाइट यहीँ बस्यो हैन बुकुरको यो सानोमा चाहिँ वा दामी छ है अब चाहिँ बबल होला जस्तो छ है गाइजहरु यहाँ आउनु होला यहाँको लोकेसन चाहिँ खासै मलाई भन्न आउँदैन है हल्का रात परेको अवस्था बिहान हुन आँटेको अवस्था अब चाहिँ सुरु हुन आँटेको छ गोल्ड लेभल ब्ल्याक बराबरी गोल्ड लेभल बब्बाले पाक्दैछ आजको चाहिँ हाम्रो बसाइ चाहिँ यतै हुनेछ यही आगो फुक्ने मासु पोल्ने अनि रक्सी खाने अनि भात खाने अनि यतै बाँस बस्ने छ नि है उता पनि सुँगुरवालीहरूको सुँगुर चाहिँ आगो ठुलो भएको अवस्था धुवाले उपर सारो पारेको अवस्था ठीक छ चाहिँ ससेसको पालो आइसक्यो बब्बाल हुँदैछ सानो आगोमा यता मासु छ लेमन कति हुन्छ र यो कति लिटर हुन्छ यो ब्ल्याक लेभल भन्दा ठुलो हो यो ब्ल्याक लेभल भन्दा अलि महँगो हुन्छ अनि महँगो त अलि लिटर क्या भाउ लिटर सेम हो नि 750 र 1000 चाहिँ पाउँछ नि अस्ति दसैँमा नि यो ल्याएको कि ब्ल्याक के बोलेको यो फेरि दसैँको कोचीले दसैँमा पनि कोची त्यही हो सुँगुरको मासुमा पल्केर हौ रक्सी सबै एउटै हुँदैन यिनीहरूको टेस्ट के क्या हो फरक पर्छ नि बडो झन् त्यो मासु पाकिरहेको छ चाहिँ टाइफोनको सङ्केत हो कि के हो हावा सरर चलिरहेछ रुखहरू यसरी हल्लिरहेछ